नमस्ते। अच्छा अनि आइसक्यो नखाँदै खाइसकेछ त काकाबाट हड्यो भने साथीको 3 चोटि भलामा स्वागत छ है। साथीलाई भेट्दै गरौँला, राम्रोसँग पढ, आफू टेक केयर गर। अलराइट गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। म तपाईँलाई एउटा यस्तो चिज देखाउन जाँदैछु आज, जुन चिज 2 वर्ष अगाडि मसँगै थिएँ। आज चाहिँ पहिलोचोटि मेरो बेस्ट फ्रेन्डसँग 2 वर्षभन्दा पछाडि, +2 भन्दा पछाडि आज पहिलोचोटि भेट हुँदैछ। अनि म आफ्नो साथीलाई चाहिँ फाइनली देखाउने छु। आजको भ्लग चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ अनि सबै कुराहरू म आज यो भ्लगमा भन्नेवाला छु। हाम्रो कहाँदेखि मित्रता सुरु भएको थियो, कस्तो थियो, के थियो, सबै कुरा भन्ने छु। अनि भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अब लागौँ हाम्रो बेबीतर्फ। ओके गाइस, ऊ मान्छे चाहिँ ऊ महाराज हुनु त हेर्नुहोस्, उता पुरा पोजमा बसिरहेछन् तिनी चाहिँ। नमस्ते। त्यही हो साथीहरू, अब होइन खानासाना बनाएर हाम्रो रेडी छ है। अनि खाना खानु पर्यो। खाना रेडी भइसकेको छ। हामी अब टक्क खाना खाँदैछौँ है। खाना खानु पर्यो अब छिटो छिटो गरेर। ल खाइहाल्ने गप्प फेरि। चिकन पनि छ हाम्रो साथमा। अनि कस्तो छ? एकदम वाल गोलबेडाको अचार अर्ग्यानिक घरदेखि बनाएको ल्याएको। अनि त्यसमाथि स्यालेडको रूपमा काँक्रा। अनि अरू अनि दाल यता चाहिँ हालेको छैन। अनि यो चाहिँ चामलको भात साथीहरू। चामलको भात, चामल लोकल चामल मासुको साथमा एकदम मिठो छ। ल खानेमा आउनु साथीहरू। मासु छ चट्ट, अचार गोलबेडाको, स्यालेड, अनि त्यसमाथि चामलको भात। र फर्स्टमा चाहिँ मैले मासु खाएर सुरु गरेँ क्या। मैले खाइसकेँ। तपाईँ खानेमा आउनुहोस्, फुल्ली इन्भाइट छ। ल आउनु पर्यो है अब खाना। एकदम मिठो छ। मेरो त मुखबाट पानी आइसक्यो। नखाँदै खाइसकेछ त काकाबाट हड्यो भने अच्छा खाना खाएर एकछिन रेस्ट गर्दैछु होइन। आज अब त्यही हो, मजाले रेस्ट गर्नु पर्यो। अघि अब टक्क बाहिर निस्किरहेको थियौँ। अब गर्मी पनि भइरहेको छ एकदम बाहिर होइन। त्यही भएर हामी चाहिँ मजाले फ्यान लगाएर मजाले सेतुले यसो गेम हान्दैछन् होइन, मिलाएर टक्क। मैले चाहिँ खेलाउनु है साथीहरूलाई चट्ट स्क्वाडमा बनाएर हान्नुपर्छ पुस ऱ्याङ्क। ल जाऊ त केटा, आएर यसो हान्दै हुँदैन भने पुस ऱ्याङ्क। फाइनल्ली अब मेरो साथी जानको लागि रेडी हुँदैछन्। अनि सामानहरू सब प्याक गरेर अहिले चाहिँ सुज लगाउँदैछन् यिनी चाहिँ। अनि अब म चाहिँ अब ठ्याक्क होइन यिनीलाई बस पार्कसम्म छोड्नको लागि जाँदैछु। त्यही हो, अब केही छैन होइन। हेलो साथी। ल साथीको 3 चोटि भलामा स्वागत छ है। त्यही अनुसारको मैले गेटअप पनि गरिसकेँ होइन। तल चट्ट सुज होइन, सुज लगाएर यो लगाएर त 3 चुल्टी बाटेर पुकुली 3 चुल्टी भन्दा नि चिन्न सक्नुहुन्छ मलाई है। यो चाहिँ मेरो निकनेम है, नयाँ आज राखेको। ल त्यही साथी जान्छौँ ल साथी। अब चाहिँ हामी हिँड्नुपर्छ ल। त्यो साथी होइन, हाम्रो चाहिँ कति वर्षपछि भेट भयो? लगभग वर्षै बित्यो होला नि होइन। कति वर्ष जति भयो होला? 1 वर्ष होइन, 4 सालसम्म त लगभग भेटेन र। 4 साल पनि भेटेन हामी, सायद भेटेन। 1.5 वर्ष जति त भयो। 1.5-2 वर्ष। 1.5-2 वर्षको बिचमा हाम्रो भेट भयो साथीहरू। त्यसको बिचमा चाहिँ हाम्रो खासै भेट पनि भएन कि, सिचुएसन अलिक त्यस्तै थियो, आउट अफ कन्ट्रोल भने जस्तो होइन। उनी आफ्नो ठाउँतिर, म आफ्नो ठाउँमा, हल्का व्यस्तताले गर्दा त्यस्तै भएको थियो। अनि त्यस कारणले पछि आज चाहिँ हाम्रो चाहिँ 1.5-2 वर्षको अन्तरमा चाहिँ भेट भएको छ। र हाम्रो भेटमा आज रमाइलो मिटिङ भयो र साँझमा राम्रो कुराकानी गऱ्यो होइन। सो फोटोसोटो पनि खिच्यो। अब चट्ट हेर्नु भ्लग पनि बनाउँदैछु। अनि साथीको रुममा आएर सुतेको। अब चाहिँ म पोखरा ट्रेकिङको लागि जाँदैछु साथीहरू। अनि आज साथी चाहिँ बस पार्कसम्म चाहिँ मलाई गाडीमा छोड्नको लागि जाँदैछन्। सो साथीहरू त्यही हाम्रो चाहिँ त्यो 11-12को 2-3 वर्ष कसरी बित्यो अरे साथी? एकदम रमाइलो साथी। हामी एकदम बेस्ट फ्रेन्ड हो क्या। उनलाई मैले चिन्थेन त्योभन्दा अगाडि। त्यसपछि 11मा यिनी जोइन भए, म पनि जोइन भएँ। अनि त्यसपछि भेटेको त्यो समथिङ 1-2 डेज भन्दा पछि त हाम्रो बल्ल त्यसपछि हाम्रो कुराकानी स्टार्ट भयो क्या। त्यसपछि हाम्रो चाहिँ
त्यहाँबाट बोल्दै बोल्दै गर्दाखेरि हामी आज यस्तो बेस्ट फ्रेन्ड भयो, प्याट दी भयो, पारा दिने अब यति वर्षसम्म जति वर्षपछि भेट भए पनि होइन यो फ्रेन्डसिप यस्तै रहिरहेछ है। रहिरहोस्। अब त्यही हो, आफ्नो आफ्नो जिम्मेवारी हुन्छ, टाढिनुपर्छ होइन, सँगैभरि अब सँगै भन्ने कुरा हुँदैन होइन। हो ठिक छ, माया नमार्नु होइन। मेरोबाट मार्ने छैन, तिम्रो तर्फबाट नमार्नु भन्न चाहन्छु। ओके छ नि त। रियाक्सन है मेरो यहाँ 3 साथीलाई देखेर लेडिजहरूको रियाक्सन हेर्नु होइन, आफ्नो पर्सनालिटी हुन्छ होइन। अनि अब कसैले फेरि अब मेरो बेबीको होइन, मेरो बेस्ट फ्रेन्डको हेयर स्टाइल देखेर चाहिँ जज गरिदिन सक्नुहुन्छ होइन। अब यिनले चाहिँ यतिकै भिडियो बनाउनको लागि नाटक मात्र गरेको हुन् होइन। त्यस्तो चाहिँ त्यो 3 चुल्ठे बाटेर या ऊ भन्दाखेरि कमेन्टमा फेरि या त्यहाँ भन्नु होला फेरि होइन। एउटा इन्टरटेन गराइदिएको क्या हाम्रो। त्यही होइन, यस्तो छैन नि दाइ। हेर्नुहोस् यी वाउ, ह्यान्डसम छन् ह्यान्डसम होइन। सलमान खानदेखि चाहिँ धन्नै अलिकति मिस भयो न त सलमान खानै हो। अनि ठ्याक्कै पछाडि हामीहरू अब यता बस पार्कमा पनि आइसकेका छौँ होइन, बस पार्क पुगिसकेका छौँ। त्यही अब यहाँदेखि अब बिस्तारै भित्र गाडीतर्फ लागिरहेका छौँ हामीहरू। अनि गाडी चाहिँ यो है, अब पोखरा जाने गाडी पाइएन, हामी चाहिँ काठमाडौँ गाडीमा चाहिँ हामी जाँदैछौँ, यहाँबाट यिनलाई पठाउँदैछौँ है त। है त यिनको सामान राख्न भित्रतर्फ कस्तो छ त है। कस्तो ल्याङ भयो नि साथीहरू यहाँ। वाउ, सिटहरू हेरेर त एकदम बबाल छ त। लाङ सिटमा परियो गाडीको समस्याले गर्दाखेरि। गाडीको सिट लास्ट सिटमा बसेर झ्याउ हुने भयो। अब अलिकति गाह्रो भनेको त्यस्तो गुप्तामा छिरेर जानु परेको छ साथीहरू। आजको लागि म्यानेज गर्नुपर्ने छ। हेरमा बस्ने हो, जाने हो। साथी चाहिँ अब पोखरातिर गाडी हिँड्नेवाला छ एकैछिनमा, त्यही भएर रेडी भएर अब साथी ठ्याक्क नास्ता खाएर पनि हिँडिसकेका छन् होइन। अब म चाहिँ अब जानुपर्ने हुन्छ रुमतिर, किनकि अब यिनीसँग जाने कुरा भएन नि त। अब आफ्नो सिचुएसन अनुसार चल्नुपर्ने हुन्छ, बाध्यता हुन्छ होइन। त्यही हो, अब अर्कोचोटि अब छिट्टै भेट्नेछौँ होइन। त्यही हो होइन, राम्रोसँग आफ्नो केयर गर्नु होइन। साथीलाई भेट्दै गरौँला, राम्रोसँग पढ, आफ्नो टेक केयर गर, राम्रोसँग आफ्नो केयर गर है त। ल ल साथी चाहिँ गइसकेका छन् होइन। अब म पनि रुमतिर लाग्नुपर्ने हुन्छ है। तीहरू बेबी चाहिँ गइसकेका छन्, अब म पनि अब रुमतिर जानु पऱ्यो। यस्तै छ होइन, अब आफ्नो बाध्यता हो, जानुपर्छ भने जस्तो सबैको हुँदैन होइन। त्यही हो, केही छैन, जहाँ भयो भने मित्रता कायम नै रहनेछ सधैँभरिको लागि, फरेभर होइन। त्यही हो बेबी, तिमीलाई पनि एकदम धेरै मिस गर्नेछु। आफ्नो राम्रोसँग केयर गरी राम्रोसँग गए पुग्यो भनेपछि कल मेसेज गर्न चाहिँ नबिर्सिनु। त्यही होइन, राम्रोसँग आफ्नो केयर गर्नु। त्यही गइसकेका छन् है साथीहरू यो गाडीमा। अब त्यही हो होइन, राम्रोसँग गए ल बेबी। फाइनली साथीहरू मैले आफ्नो बेबीलाई अनि मेरो बेस्ट फ्रेन्डलाई पुगाएर पनि गाडीमा यता पोखरातिर पठाएर म रुमतिर आइसकेको छु। अब यही हो, धेरै दिनसकि भेट भएपछि अब उनी चाहिँ जाँदाखेरि अलिकति नराम्रो चाहिँ लाग्दो रहेछ। अब यहाँदेखि अब धेरै टाइमपछि भेट भएको थियो नि त हाम्रो, त्यही भएर। सो त्यही हो साथीहरू, अब सधैँभरि एउटै ठाउँमा बस्न नमिल्ने होइन, समयको कारण सबैजना आफ्नो बाटो जानै पऱ्यो, परिस्थिति अनुसार हिँड्नै पऱ्यो। त्यही हो साथीहरू। अनि आजको भ्लग कस्तो लाग्छ, के लाग्छ होइन, कमेन्ट गर्न चाहिँ नभुल्नु होला है साथीहरू। आफ्नो चाहिँ धेरै केयर गर्नु होला। अर्को भ्लगमा भेट्नेछौँ। बाई बाई, टेक केयर।